नमस्ते यार सबैजनालाई फेरि पनि स्वागत छ यो मेरो अर्को भिडियोमा। अनि विशेष आज चाहिँ मैले तपाईँहरूलाई आजको भिडियोमा चाहिँ एउटा मेरो पहिलाको जुन अवार्ड जर्नीको बारेमा अलिकति सेयर गर्न चाहन्छु। अनि यदि तपाईँहरू आज मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने प्लिज अनुरोध छ सब्सक्राइब गर्न नबिर्सिदिनुहोला। अनि मेरो यो जर्नी भन्दा पनि मेरो अहिले मैले पोस्ट गरिरहेको छु खासमा चाहिँ, तर यो चाहिँ मेरो 2022 को नेसनल नाफाको एक्जिबिसनको हो, यो चाहिँ अहिलेको होइन। अनि तर मैले चाहिँ पोस्ट गर्नलाई चाहिँ अलिकति लेट गरेको हुँ। अलिकति चाहिँ मैले इन्स्टातिर चाहिँ मैले पोस्ट गरेको थिएँ, तर म युट्युबमा चाहिँ त्यति एक्टिभ नभएको भएर अनि युट्युबमा चाहिँ मलाई त्यस्तो हालेको त थिएन। तर अब चाहिँ मैले यसलाई चाहिँ सिरियसली यो कामलाई चाहिँ अघि बढाउनु पर्यो यसलाई चाहिँ भनेर चाहिँ सोचेर चाहिँ मैले यो युट्युब भिडियोदेखि लिएर इन्स्टादेखि लिएर टिकटकदेखि लिएर फेसबुक सबैतिर नै मैले पोस्टहरू गरिरहेको छु। मलाई आशा छ तपाईँहरूले आउँदो दिनहरूमा मलाई साथ दिनुहुनेछ, मेरो भिडियोहरूलाई लाइक गरेर कमेन्ट गरेर अनि सेयर गरेर। अनि तपाईँहरूको मायाको मलाई खाँचो छ, तपाईँहरूको साथको खाँचो छ। जसरी विगतका दिनहरूमा तपाईँहरूले मलाई गर्नुभएको थियो, म झन्डै 2-3 वर्ष जति टिकटकबाट पनि हराएँ, त्यसको लागि म माफी चाहन्छु। अनि तर किनभने मेरो कार्यव्यस्तताले गर्दाखेरि अब अहिले पनि मैले टाइम त दिन पाउँदैन। अब यतिखेर पनि म कामदेखि आएर कति 10-12 घन्टा काम गरेर आएर चाहिँ म अहिले यसरी यो भिडियो बनाउँदैछु होइन। अलिकति गाह्रो छ अनि थाकेर आइएको हुन्छ, घरमा आएर फेरि आफ्नै घरको कामहरू पनि हुन्छ। अनि कहिलेकाहीँ भिडियो पोस्टहरू गर्नको लागि भिडियो रेडी गर्नुपर्ने हुन्छ, खाना बनाउनु पर्यो। अनि त बुन्नलाई चाहिँ अहिले मैले यस्तो टाइम दिन सकिरहेको छैन। अनि त्यही भएर चाहिँ मैले फेरि यस्तो हुन्छ, एकदम स्लो आर्ट हो नि त यो भनेको। अनि भने जस्तो विकली 2-3टा पोस्ट गर्छु म एउटा फोटोबाट भन्नलाई नि। अब त्यो फोटो बनाउनलाई नि टाइम लाग्ने भएको भएर चाहिँ अलिकति स्लो हुन्छ कि अनि यो भिडियोहरू बनाउनको लागि चाहिँ। त्यही भएर मैले पुरानो पहिलाको भिडियोहरूलाई नै पोस्ट गरिरहेको छु, त्यही भएर क्वालिटीहरू पनि राम्रो छैन, त्यसको लागि माफ गरिदिनु होला। अनि विशेष यो अवार्डको बारे कुरा गर्नु पर्दाखेरि चाहिँ मैले लाइफमा सेकेन्ड टाइम बनाएको फोटो हो त्यो चाहिँ, मान्छेको भनौँ न पोर्ट्रेट। अब नर्मली अब ल्यान्डस्केपदेखि लिएर अरू के मैले जुन अहिले लास्ट टाइम मैले सर्ट भिडियोमा पनि जुन घोडाको फोटो बनाएको छु, त्यो त्यस्तो घोडाहरूदेखि लिएर होइन, त्यस्तोहरू त मैले पहिल्यैदेखि गरेको हो क्या, जमानैदेखि गरिरहेको थिएँ। तर पनि त्यति राम्रो नलेज थिएन, त्यतिखेर पनि राम्रो नलेज त थिएन। तर पनि क्रस त बनाउनु हो नि भनेर कहिले दायाँबाट कहिले बायाँबाट जहाँ पाइतीबाट पनि छिराइदिन्थेँ क्या। तर त्यस्तो चाहिँ होइन रहेछ, मतलब बुन्दै गए पछाडि होइन सिक्दै गएँ होइन। अनि त्यो घोडाको पिक्चर जब मैले मेरो फेसबुक पेजमा भनौँ न फर्स्ट टाइम मैले पोस्ट गरेँ होइन। अनि पोस्ट गर्दाखेरि एकैचोटि मलाई 3टा अर्डर आयो क्या। अनि मान्छेको फोटो अर्डर आयो क्या। अनि म त ला अब के गर्ने, मैले अर्कै एकजना परीको फोटो बनाइरहेको थिएँ कि। अनि त्यो परीको फोटोको लागि प्रिपेयर गरिरहेको थिएँ। एउटा परी भन्नाले पनि एउटा डल भनौँ न, डल अनि डल भएको एउटा फोटो थियो। अनि त्यो चाहिँ मैले पहिला जमानामा बनाएको थिएँ कि। अनि फेरि त्यसलाई कपी गरेर घरमा डेकोरेसनको लागि भनेर चाहिँ त्यो प्रिपेयर गरिरहेको थिएँ। अनि अनि आयो अनि मलाई त अब आउँदैन खास भन्यो भने, मैले त मान्छेको त बनाएको छैन। अनि के गर्ने, अनि सर्चहरू गरेँ कसरी प्याटर्न बनाउने। मैले चाहिँ अहिलेसम्म चाहिँ जहिले पनि कपीहरू गरिरहेको थिएँ कि, मान्छेको कपीहरू गरिरहेको थिएँ। अनि यसरी चाहिँ कसरी चाहिँ बनाउने, प्याटर्नहरू कसरी बनाउने भनेर मलाई थाहा थिएन। अनि खोजेको त यति गाह्रो, यति धेरै, कति सयवटा क्या, कति सयवटा 200-300वटा कलर आउने के। अनि म त के गर्ने होइन। तर पनि अब मान्छेहरूले अब होइन एउटा च्यालेन्जिङको रूपमा आयो भनौँ न त्यो मेरो पिक्चरहरू चाहिँ। अनि फर्स्टमा चाहिँ फेरि यस्तो पनि थियो, कोरोना पनि थियो, भने जस्तो कलर पनि थिएन मसँग धागोहरू। अनि जति भएको कलरहरूलाई चाहिँ मैले युजमा ल्याएँ भनौँ। त्यतिखेर मलाई पनि थाहा छैन क्या कसरी त्यति धेरै कलरहरू मसँग थियो। मैले त्यति काम गर्नको लागि जस्ट त्यो 3टा अर्डरको लागि मलाई इनफ कलर थियो क्या। त्यो 3टै फोटोको लागि चाहिँ
चाहिने कलरहरू मसँग थियो क्या, अचम्म गरीले भनौँ न। सायद अब एउटा के भन्छ गडको योजना पनि हुनसक्छ होइन। अब यही गरी खा है भनेर पनि त दिन सकेको हुन्छ, किनभने ममा त्यो ट्यालेन्ट छ भनेर मलाई पनि थाहा थिएन क्या। एज अ म कस्टिज मात्र गर्ने, मतलब नर्मल ल्यान्डस्केपहरूदेखि त्यस्तोहरू मात्र गर्ने मान्छे जस्तो लागेको थियो नि त म आफैलाई। अनि तर पनि एकचोटि मैले यो एकदमै ठुलो कदम उठाउन आँटेको छु। यदि अरू मान्छे पनि छ भने त एज अ कम्पिटिसन जस्तो हुन्छ होइन, गाह्रो हुन्छ जस्तो लाग्ने क्या। म चाहिँ फेरि पहिलेदेखि कस्तो अलिकति अनौठो खालको मान्छे छु क्या म नि। अलिक त्यो मान्छेले कमन भइरहेको कुराहरू मलाई मन पर्दैन क्या। अनि जहिले पनि एक्स्ट्रा गर्न मन लाग्छ। तर यतिखेर योचोटि चाहिँ मैले एक्स्ट्रा गर्न चाहिँ खोजेको चाहिँ होइन होइन। मलाई चाहिँ त्यसरी अर्डर आएको भएर चाहिँ अनि मैले सर्च गर्दाखेरि चाहिँ क्रस्टिज पोर्ट्रेट भनेर खोजेँ क्या। मैले त्यसरी खोज्दाखेरि चाहिँ क्रस्टिजको बारेमा चाहिँ एउटा क्लोथिङ ब्रान्ड मात्र मैले भेटाएँ क्या नेपालमा। अनि त्यस पछाडि चाहिँ होइन, केही गर्नै पर्छ, यो कुरामा चाहिँ जसरी पनि गर्नुपर्छ जस्तो लाग्यो क्या मलाई चाहिँ। अनि मैले फर्स्टमा चाहिँ एउटा ब्ल्याक एन्ड व्हाइट पिक्चर बनाएँ। अनि त्यो ब्ल्याक एन्ड व्हाइट भन्ने बित्तिकै फेरि ब्ल्याक र व्हाइट मात्र कलर हुँदैन क्या, त्यसमा भेरियस कलर कम्ती पनि 20-30वटा कलर आउँछ क्या, ब्ल्याक एन्ड व्हाइटमै भए पनि। अनि त्यो बनाएँ, त्यो फर्स्टमा बनाएँ, तर मैले त्यो चाहिँ पोस्ट गरेको छैन तपाईँहरूलाई होइन, पछि बिस्तारै म पोस्टहरू गर्नेछु। अनि जब सेकेन्डचोटि मैले कलरफुल त्यो पिक्चरको लागि जब आर्ट गरेँ होइन, मलाई 2 दिन लाग्यो एउटा कलर फाइनल गर्नको लागि। अनि मलाई ज्वरो पनि आएको थियो क्या त्यतिखेर, त्यो फाइनल गर्नलाई गाह्रो भएर क्या। 200-300वटा कलर थियो। अनि 200-300 कलर त सबै त युज गर्न सकिँदैन। अनि त्यसमा पनि फेरि कस्तो हुन्छ भने अलिकति स्लाइटली सिमिलर कलर भयो भने देखाइदिन्छ नि त नम्बर त। अनि त्यसलाई चाहिँ सिमिलर कलर भयो भने चाहिँ मर्ज गरेर एउटै कलर बनाइदिने, अथवा त्यति साह्रो त्यो स्याडो जस्तो मिल्ने जति मिल्ने सक्नेसम्म चाहिँ हामीले चाहिँ सिमिलर कलरलाई चाहिँ एकै ठाउँ बनाउँछु क्या म। अनि त्यस्तो किनभने त्यस्तो हुन्छ नि त, अलिकति सानो कलरलाई पनि यस्तो स्लाइटली डिफ्रेन्ट पनि देखाइदिइरहेको हुन्छ। अनि कति ठाउँ चाहिँ फेरि त्यो गर्नै पर्ने हुन्छ त्यो, किनभने त्यो स्याडोहरूको लागि भनेर उनीहरूले त्यो कलर आएको हुन्छ। अनि त्यही भएर चाहिँ त्यो चाहिँ बनाउनै पनि पर्ने हुन्छ। तर कति ठाउँ चाहिँ त्यसलाई मर्ज गरेर एउटै कलर बनाइदिन पनि मिल्छ क्या। अनि त्यसलाई घटाउँदा घटाउँदा त्यसको होमवर्क त यति गाह्रो भयो मलाई होइन। त्यसको भिडियो पनि छ त्यतिखेर। मैले त्यो कलर फाइनल गर्नलाई त 3चोटि 4चोटिमा मात्रै कलर फाइनल भएको थियो क्या। त्यो 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 मिनिमाइज गर्नलाई क्या एकदमै टाइम लागेको थियो। अनि मलाई ज्वरो पनि आएको थियो क्या। तर त्यो ज्वरो आएको हुन्छ नि, कुनै पनि कुराको चाहिँ नराम्रो कुराको चाहिँ राम्रो हुन्छ भनेर चाहिँ म जहिले पनि सोच्छु क्या। अनि त्यही भएर चाहिँ सायद त्यो ज्वरो आएको फोटोले नै चाहिँ लास्टमा मलाई अवार्ड दियो क्या। अनि त्यो चाहिँ मेरो नाफाको जुन एक्जिबिसन थियो त्यहाँनिर ह्यान्डिक्राफ्टबाट चाहिँ अनि मैले विशेष पुरस्कार पाएको थिएँ। अनि सायद त्यस्तो आर्टहरू मैले 1-2 ठाउँमा मैले लगेर पनि हेरेको छु होइन। अनि उहाँहरूले अरे यस्तो पनि हुन्छ र, गर्न मिल्दो रहेछ नि भनेर चाहिँ जस्ट उहाँहरू पनि छक्क पर्नुहुन्छ क्या त्यो कुराहरू देखेर। अनि त्यसरी चाहिँ त्यो आर्ट चाहिँ मैले लगेको थिएँ। अनि त्यसमा पनि एउटा स्टोरी छ फेरि। अनि त्यो चाहिँ खासमा मैले अब गेस्टको हो होइन, तर चिनेकै मान्छेको आफ्नो रिलेटिभ्स भएको कारणले गर्दाखेरि चाहिँ अनि उहाँलाई दिइसकेको फोटो अथवा बेचिसकेको भनौँ न, उहाँको भइसकेको फोटो, किनभने मसँग टाइम थिएन क्या। अनि मसँग टाइम नभएको भएर चाहिँ अनि त्यो फोटो चाहिँ उहाँबाट मैले लिएर चाहिँ एक्जिबिसनमा लिएर गएको थिएँ कि। अनि त्यसको लागि चाहिँ 2टा फोटो चाहिँदो रहेछ। अनि एउटा चाहिँ मैले एकजना मेरो आफ्नो दाइको फोटो बनाएको थिएँ, उहाँ चाहिँ अहिले यहाँ संसारमा हुनुहुन्न। अनि त्यतिखेर चाहिँ मैले त्यो फोटो, दाइको फोटो र अनि दिदीको फोटो मसँग अभाइलेबल थियो। अनि अब के गर्ने त, किनभने मसँग बुन्ने टाइम पनि थिएन। अनि त्यही लिएर गएको थिएँ। अनि लास्टमा त जे होस् खुसीको कुरा। अनि सोचेको त थिइनँ मैले, किनभने म कहिले पनि त्यो सपना पनि देख्दिनँ, म कहिले प्लानिङ पनि गर्दिनँ। सपना नदेख्ने भन्नाले त्यस्तो पनि होइन होइन। तर
कस्तो भने म त्यो देखेर चाहिँ अनि ठुलो सपना देखेर चाहिँ ल भएन भनेर चाहिँ म कहिले पनि पिर पनि मान्दिनँ के। किनभने जे हुनु छ त्यो भएरै छाड्छ। जे छैन त्यो आफ्नो भागमा छैन भने त्यो पाइँदैन पनि। अनि मैले जस्ट लगेँ छोडिदिएँ जे होला होला होइन। किनभने अब त्यो त्यसरी पाउँछु भनेर त मैले त 10 मनमा 1 मन पनि सोचेको थिएन नि त। अनि त्यसरी लिएर गएको थिएँ। अनि त्यसको पनि त्यो एक्जिबिसनमा अ, भाग लिन जानको पनि छुट्टै एउटा स्टोरी छ क्या। अनि खासमा चाहिँ मलाई चाहिँ आफ्नै सोलो एक्जिबिसन गर्ने ठुलो रहर थियो। अनि रहर थियो होइन, छ भनौँ न। तर त्यसको लागि चाहिँ अब 2टा 5वटा फोटोले त एक्जिबिसन हुँदैन। अनि त्यसको लागि धेरै नै फोटोहरू चाहिन्छ। त्यही भएर त्यसको लागि चाहिँ कलेक्सनको लागि चाहिँ मैले अनि जस्तै यमबुद्धकोदेखि लिएर, राजाकोदेखि लिएर, रानीकोदेखि लिएर अनि मैले तेन्जिङ शेर्पाकोदेखि लिएर तेन्जिङ लामु शेर्पा होइन उहाँको, अनि त्यस पछाडि कसको बनाएँ लक्ष्मीप्रसाद देवकोटादेखि लिएर अरू धेरै मानिसहरूको मैले बनाउन चाहिँ प्रिपेयर गरिरहेको छु क्या। अनि कतिजनालाई चाहिँ जस्तै महावीर पुन सरलाई पनि मैले अथोरिटी लिइसकेको छु। अनि अञ्जली दिदीको पनि लिइसकेको छु। अनि हरिवंश सरको पनि उहाँलाई भेटेकै बेला सुटिङको बेला हामी सुटिङमा गएको बेला चाहिँ अनि त्यहाँ ठ्याक्कै उहाँहरूको घरमै चाहिँ सुटिङ थियो हाम्रो चाहिँ उहाँहरूको स्टुडियोमा। अनि त्यतिखेर भेटेको बेला चाहिँ सर म चाहिँ यस्तो यस्तो काम गर्छु, अनि तपाईँहरूको म पिक्चर बनाउन चाहन्छु भन्दाखेरि हुन्छ बनाऊ कि त्यो राम्रो हुन्छ, राम्रो गर, बनाऊ न भनेर चाहिँ खुसी हुनुभएको थियो क्या। किनभने हामीले चाहिँ जिउँदो मान्छेहरूको चाहिँ किनभने अथोरिटी लिएन भने चाहिँ पछि गएर कानुन लाग्ने चान्सेस हुन्छ नि त। अनि त्यही भएर चाहिँ मैले चाहिँ उहाँहरूलाई चाहिँ सोधेँ। अनि अरू धेरै मानिसहरूको पनि मैले प्रिपेयर गरिराखेको छु होइन। अनि अञ्जली दिदीलाई पनि अब जस फ्यामिली कनेक्सन भएको कारणले चाहिँ उहाँलाई चिनेको भएर चाहिँ मैले उहाँलाई प्रत्यक्ष त भेटेको छुइनँ, तर पनि जस फ्यामिली चिनजान भएको कारणले गर्दाखेरि चाहिँ उहाँको पनि एउटा यस्तो एक्स्ट्रा फोटो थियो क्या। अनि त्यो फोटोले चाहिँ एउटा एक प्रकारको त्यो हुन्छ नि, पीडा भनेको जस्तो फिल भयो क्या मलाई त्यो फोटो देख्दाखेरि चाहिँ क्या। अनि त्यो फोटो चाहिँ मलाई बनाउनु मन लाग्यो। अनि मैले उहाँलाई मेसेज गरेँ इन्स्टामा। अनि उहाँले पनि ओके बनाऊ भनेर भन्नुभएको थियो। अनि त्यही भएर तर यति धेरै प्रोजेक्ट छ मसँग है, बनाउनु पर्ने काम यति धेरै छ। तर मैले टाइमै दिन सकिरहेको छुइनँ कि अहिले। अनि त्यस्तो भएर चाहिँ अनि एकजना मेरो साथीले चाहिँ मलाई एकजना पहिला श्याम दाई हुनुहुन्थ्यो, उहाँ चाहिँ आर्ट गर्नुहुन्थ्यो क्या। उहाँको ग्यालरी नै थियो पुरै। अनि एउटा घरमै उहाँको एउटा ग्यालरी, ठुलो ग्यालरी थियो क्या। अनि उहाँको ग्यालरीमा चाहिँ म एकचोटि गएको थिएँ क्या। अनि उहाँलाई के आइडिया होला कि भनेर चाहिँ अनि मैले उहाँलाई कन्ट्याक्ट गरेँ। अनि उहाँले फेरि एकजना हाम्रो सरको नम्बर दिनुभयो। उसले चाहिँ एक्जिबिसनको जस नाफामा चाहिँ उसले काम गर्ने भएको भएर चाहिँ उसलाई बुझ नानी भनेर भन्नुभयो। अनि मैले फेरि उहाँलाई कन्ट्याक्ट गरेँ। उहाँ चाहिँ ठ्याक्कै म बसेको घर नजिकै बस्नुहुँदो रहेछ। अनि उहाँको घरमै गएर उहाँलाई भेटाएँ। अनि उहाँले चाहिँ लु अब चाँडै नै चाहिँ धेर पनि छैन, 1-1.5 हप्ता पनि थिएन सायद, 1 हप्ता जति पनि थियो होला क्या। त्यही भएर चाहिँ मसँग टाइम थिएन क्या। किनभने अनि त्यो पनि एक्सटेन्ड भएको कि न के हो फर्म भर्ने टाइम, जस्ट लकिली भनौँ न मैले त्यो टाइम जस्ट भेटेँ भनौँ न आफू उयो गर्नको लागि। अनि त्यसपछाडि उहाँले त्यसो भन्नु भइसकेपछि अनि म त अब के गर्ने, अब मसँग कुनै टाइम छैन, मसँग अब भएको फोटो त्यति एउटा छ। अनि मैले चाहिँ लु दिदी यस्तो यस्तो मैले चान्स पाएँ, मलाई तपाईँको फोटो दिनु पर्यो भनेर चाहिँ उहाँले भित्तामा सजाएको फोटो अनि मैले उठाएर लिएर गएँ होइन। अनि लिएर गएँ त्यस पछाडि। अनि त्यसरी चाहिँ अनि कनेक्सन भएर चाहिँ अनि म त्यसरी एक्जिबिसनमा भाग लिन चान्स पाएँ भनौँ न। खासमा चाहिँ म आफ्नो एक्जिबिसनको लागि कस्तो के कसो हो भनेर बुझ्नलाई जाँदाखेरि चाहिँ ट्राई गर न त। उहाँले पनि फर्स्ट टाइम सुन्नुभएको रहेछ त्यो आर्टको बारेमा। अब क्रस्टिजको बारेमा त नसुने त मान्छे नहोला होइन। तर पनि त्यसरी मान्छेको पिक्चर बनाउने भनेर चाहिँ अब उहाँहरूलाई पनि थाहा भएन भनौँ न। अनि एक्स्ट्रा नै लागेर उहाँहरूले पनि कम्पनी जाउँ न त, भाग ल्याउँ न त भनेर भन्नुभयो पछाडि चाहिँ अनि लिएर जाँदाखेरि चाहिँ फाइनल्ली अवार्ड पाएँ। त्यसको लागि चाहिँ म एकदमै खुसी छु। अनि दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यो अवार्डको दिन चाहिँ मैले उहाँलाई पनि लिएर गएको थिएँ।
अनि त्यहाँनिर उहाँको फोटोहरू पनि मैले सर्ट भिडियोमा पोस्ट गरेको छु। हेर्नुहोला मेरो सर्ट भिडियोहरूलाई पनि। अनि मैले मेरो पिन्ट्रेस्टमा पनि पोस्टहरू गर्छु होइन। अनि मेरो इन्स्टामा पनि गर्छु। तपाईँहरूले मेरो युट्युब च्यानलको डिस्क्रिप्सनमा गएर हेर्नुभयो भने त्यहाँ मेरो सबै लिङ्कहरू फेसबुकदेखि लिएर इन्स्टाग्रामदेखि सबै नै मैले त्यहाँ राखेको छु। अनि त्यसमा मलाई लाइक फलो गर्न नबिर्सनु होला प्लिज। मेरो राखेको छु। अनि मलाई त्यहाँनिर फलो गर्नु होला, मलाई साथ दिनुहोला। किनभने अहिले म पनि स्ट्रगल फेजमा छु होइन। मैले स्टार्टिङ गरेको त बुन्नलाई स्टार्टिङ गरेको त धेरै वर्ष भयो। भन्नाले 20-22 वर्ष नै भयो मैले बुनेको चाहिँ, स्टार्टिङ गरेको चाहिँ 22 वर्ष अगाडितिर गरेको हो मैले चाहिँ। तर कोरोनाको बेलामा चाहिँ केही गर्ने काम नभएको भएर चाहिँ कोरोनाले चाहिँ एकदमै राम्रो काम गर्यो भनौँ न मेरो लागि चाहिँ। अनि ठ्याक्कै म नेपाल पनि फर्केको थिएँ, मसँग टाइम थियो। अनि मलाई चाहिँ फेरि कस्तो भने मान्छेलाई चाहिँ कोरोनामा कस्तो गाह्रो भयो, बाहिर निस्किन पाएन भन्छ होइन। तर मलाई चाहिँ घरभित्र बस्नु पाउँदा मलाई यति आनन्द लागेको थियो। फेरि मेरो काम पनि यस्तो छ कि काहीँ केही त्यो माइन्ड यस्तो कन्सन्ट्रेट गरेर काम गर्नुपर्ने हुन्छ। मलाई फेरि मान्छेहरू चाहिँ सक्दैन क्या, तर मलाई चाहिँ फेरि त्यो घन्टौँ नउठिकन पनि म बसेर काम गर्न सक्छु क्या। म इन्जोय गर्छु भनौँ न, मलाई त्यस्तो केही गाह्रो फिल नै हुँदैन क्या। अनि जस त्यसरी चाहिँ मैले कोरोनाको चाहिँ सही सदुपयोग गरेँ। अनि त्यस पछाडि अरू फोटोहरू पनि बुनेँ। अनि नेक्स्ट इयर पनि मैले भाग चाहिँ लिएँ, किनभने नेक्स्ट इयर पनि तर मैले सेम प्रोजेक्ट भएको भएर चाहिँ मैले केही पनि पाएन भनौँ न। त्यतिखेर चाहिँ मैले राजा रानीको पोस्ट लान आँटेको थिएँ, तर मसँग राजाको चाहिँ त्यो एउटा पर्फेक्ट पिक्चर नभएको भएर चाहिँ अनि फेरि ब्याकग्राउन्ड खालको मैले बनाएको थिएँ। अनि त्यति राम्रो छैन कि, त्यो चाहिँ डिटेलिङ राम्रो छैन। अनि मसँग चाहिँ रानीको मैले 2 टाइम्स बनाएको छु। फर्स्टचोटिको चाहिँ डिटेल्स राम्रो छैन, अनि सेकेन्ड टाइमको चाहिँ मैले राम्रो डिटेल्स खत्रै बनाएको छु होइन। त्यसमा चाहिँ म एकदमै सायद मेरो लाइफको खतरा आर्ट भनेकै रानीको लाग्छ क्या मलाई चाहिँ, किनभने यस्तो दामी डिटेल्स छ त्यसमा होइन। अनि नारायण गोपालको पनि एकदम राम्रो छ। अनि लक्ष्मीप्रसाद देवकोटाको पनि एकदम राम्रो छ। अहिलेसम्म मैले बनाएको मतैमा मलाई एकदमै चित्त बुझेको चाहिँ त्यो 2-3वटा आर्टहरू छ होइन। अरूको चाहिँ मलाई खासै त्यस्तो जस्ट धेरै मिस्टेकहरू गरेको छु क्या मैले। अनि मैले जस्ट रानी र अनि नारायण गोपालको लिएर गएको थिएँ। तर म चाहिँ त्यतिखेर मैले फर्म मात्र भर्न पाएँ। तर म फाइनल त्यो अनाउन्स भएको दिन चाहिँ म नेपालमा थिएन। अनि तैपनि मेरो आफ्नो एक्जिबिसन फोटोहरू सजाएको मलाई हेर्न मन थियो होइन एक्जिबिसनमा, किनभने पुरस्कार नपाउने मान्छेहरूको पनि त्यहाँनिर राखिएको हुन्छ नि त। अनि त्यही भएर हेर्न मन थियो, तर सेकेन्ड टाइम चाहिँ मैले हेर्न पाएन। अनि त्यही भएर पनि मैले म खासमा चाहिँ 3चोटि म भाग लिन्छु भनेर मैले सोचेको थिएँ क्या, तर त्यो चाहिँ पोसिबल भएन। अनि हेरौँ मैले सकेँ भने मेरो सोलो एक्जिबिसन मेरो गर्ने सपना छ। अन्त एकदमै सोचे जस्तो 2 वर्ष 3 वर्षमा चाहिँ पोसिबल छैन होइन, किनभने मैले धेरै नै फोटोहरू बनाउनु पर्ने हुन्छ। अनि फेरि मैले आफ्नो अर्डरको कामहरू पनि गर्नुपर्ने हुन्छ। मलाई 2 वर्षदेखि होला सायद 2 वर्षदेखि मैले एउटा अर्डर पेन्डिङ गरिरहेको छु क्या। धेरै भयो क्या मैले पेन्डिङ गरेको। अनि त्यही भएर चाहिँ त्यसरी आफ्नो कामलाई चाहिँ मैले जस्ट फोकस दिन सकिरहेको छैन भनौँ न, टाइम छुट्याउन सकिरहेको छैन आफ्नै काम कार्यव्यस्तताले गर्दाखेरि। त्यही हो, जापानको लाइफ भने जस्तो सजिलो छैन। अनि यसरी कामबाट आएर अनि भिडियो बनाउनु पर्ने हुन्छ, एडिट गर्नुपर्ने हुन्छ है, त्यस्तै छ। अनि तपाईँहरूले मेरो यो लामो गन्थन सुनिदिनु भएको लागि पनि धेरै धेरै धन्यवाद। अनि यस्तै स्टोरीहरू मेरो काम गर्दाखेरिको कस्तो कठिनाइ भयो, के भयो, म आगामी दिनहरूमा पनि फेरि पनि यस्तै भिडियोहरू लिएर आउनेछु। यहाँहरूको साथ माया अनि सधैँ अपेक्षा राख्छु। माया गरिदिनु होला, लाइक गरिदिनु होला, फेरि पनि सेयर गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। अझै पनि सुधार्नुपर्ने ठाउँहरू धेरै नै छन्। त्यही भएर लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला प्लिज 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 है त। थ्याङ्क यू।